जो निस्किन्छ हतारिएर पथमा उसको भने हार हो। आशा मार्नु हुँदैन नरले विश्वास संसार हो। आशा मार्नु हुँदैन नरले विश्वास संसार हो। नमस्कार, म सृजना पन्त। मेरो जन्मघर नुवाकोट, हालको बसाई काठमाडौँ। पेसाले मोटिभेशनल स्पिकर एन्ड ट्रेनर, सँगसँगै शिक्षक पनि। आज म यहाँहरूलाई एउटा विशेष विषयमा आफ्नो कुराहरू राख्दैछु। यो अवसर मलाई प्रदान गरिदिएकोमा यस प्रकृति एकाडेमी एन्ड इनोभेसन सेन्टर प्रणालीलाई विशेष धन्यवाद व्यक्त गर्दछु र मेरो विषय राख्दैछु। हेर्नुहोस् न, एउटा लडिरहेको मुडो अनि त्यही मुडोबाट पलाएको सुन्दर पालुवा सँगै फेदमा फलिरहेको त्यो सुन्दर फल देख्दै अनौठो पनि लाग्छ, अचम्म पनि लाग्छ र खुसी पनि लाग्छ। हेर्नुहोस् त, त्यो मुडो त्यति मोटो छ, कति ठूलो रुख थियो होला कुनै समय, कसले काटिदियो होला, यसरी डङ्ग्रङ्ग भुइँमा बजारिएर लडिरह्यो होला। कति लामो समयसम्म उसले पट्टा लाग्दो घामलाई सह्यो होला, अत्यास लाग्दो हुरी बतास असिनालाई सह्यो होला, हिउँका रासहरूलाई सह्यो होला र वर्षासँगै आएको सिमसिम झरीले उसमा आस पलायो र ऊ फेरि उम्रियो, पालुवा पलायो र आज यति सुन्दर फल दिइरहेको छ। हेर्नुहोस् त, यो बिरुवा, यो बोट र यो फल साँच्चै अनौठो लागिरहेको छैन तपाईहरुलाई? लागिरहेको छ नि, मलाई चाहिँ साँच्चै अनौठो लागिरहेको छ। एउटा अनौठो मात्र होइन, यो साँच्चै भन्यो भने एउटा प्रकृतिको नियम नै हो। ढल्नु, फेरि उठ्नु है, छरिनु र फेरि उम्रनु, त्यस्तै हो। यो बिरुवाबाट, यो बोटबाट हामीले धेरै प्रेरणा लिन सक्छौं। त्यो बोटले जसरी त्यो मुडाले फेरि दाना दिएर जसरी फेरि अर्को एउटा नयाँ जीवन, नयाँ आशा, नयाँ ऊर्जा र उमङ्ग आफूमा मौलाएको छ, त्यसै गरी हामी मान्छेले पनि आफ्नो जीवनमा हरेक समस्या र हरेक परिस्थितिसँग जुधेर उठेर फेरि त्यस्तै किसिमको नयाँ आशाका दियोहरू, नयाँ आशाका किरणहरू छर्न सक्छौ नि, हैन? हो, पक्कै पनि। यो कुरा यहाँ राख्दै गर्दा र यो बिरुवालाई हामीले निहाल्दै गर्दा साँच्चै एउटा मनमा छुट्टै किसिमको ऊर्जा र आनन्द हामीमा थपिन्छ। हामीलाई कहिलेकाहीँ लाग्छ कि अब सानो चोट पर्दाखेरि हैन, थोरै असफलतामा पनि ला अब म कहिल्यै माथि उठ्न सक्दिन, मेरो सबै सकियो, सबै गुम्यो जस्तो लाग्छ। हामीले काम गर्ने सिलसिलामा होस्, घर परिवार नाता सम्बन्धमा होस्, हरेक कुरामा हामी निराशा हुने कारणहरू त चौतर्फी छन्, तर आशा जगाउने भनेको हामीले आफू भित्रैबाट हो। त्यो ढलिरहेको मुडोलाई कसले लगेर पानी हाल्दियो होला र, कसले ओत लगाइदिएको थियो होला र? केही पनि थिएन। खुल्ला आकाशमा लडिरहेको मुडोले त त्यसरी एउटा राम्रो ऊर्जावान बनेर फल दिन सक्छ भने हामी त मान्छे हौ, सर्वश्रेष्ठ प्राणी भनेर चिनिएको मानव प्रजातिमा हामी पर्दछौं भने हामीले पनि हाम्रा थोरै तिना साना समस्याहरूबाट माथि उठेर केही आशाका किरणहरू पक्कै पनि छर्न सक्छौं, उत्साह जगाउन सक्छौं। हामी आफू मात्र बाँच्ने होइन, हामीले समग्र एउटा सिङ्गो समुदायलाई नै प्रतिनिधित्व गरेर अगाडि बढ्न सक्छौं, एउटा प्रेरणाको पात्र बन्न सक्छौं। यो बिरुवाबाट, यो बोटबाट मैले चाहिँ पाएको प्रेरणा त्यही नै हो। तपाईहरुलाई चाहिँ कस्तो लाग्यो? पक्कै पनि यस्तै लाग्यो होला भन्ने आशाका साथ अन्त्यमा हामीले हाम्रो जीवनमा आइपर्ने कुनै पनि समस्याहरू, एउटै असफलता, एउटै हार, एउटै व्यक्ति मात्र हाम्रो जीवनको सम्पूर्णता होइन। हामी जन्मनुको छुट्टै रहस्य छ, छुट्टै एउटा कारण छ। त्यो कारणलाई पत्ता लगाएर सोही अनुसारले अगाडि बढ्न सकियो भने हामीले हरेक चुनौतीहरूलाई पार गरेर सफलतातिर लम्कन सक्छौं भन्ने एउटा आशाका साथ आफ्नो विचार यही राख्छु। धन्यवाद।